नमस्कार। शिक्षक होस् वा अभिभावक, एउटा साझा समस्याले पक्कै पनि हैरान बनाएको हुनुपर्छ। त्यो हो विद्यार्थीहरूले लगातार होमवर्क नगर्ने समस्या। आज हामी यही होमवर्कको पजललाई सुल्झाउन केही गजबका रणनीतिहरूबारे कुरा गर्नेछौँ। ल, सबैभन्दा पहिले एउटा महत्त्वपूर्ण प्रश्नबाट सुरु गरौँ। आखिर विद्यार्थीहरूले किन लगातार होमवर्क छोड्छन्? के यो उनीहरूको अटेरीपना मात्रै हो वा यसको पछाडि केही गहिरो कारणहरू छन्? आउनुहोस्, यही प्रश्नको जवाफ खोज्दै आजको विश्लेषण सुरु गरौँ। आज हामी के कुरा गर्नेछौँ त्यसको एउटा सानो रोडम्याप हेरौँ। सुरुमा होमवर्कको चुनौतीलाई बुझ्नेछौँ, त्यसपछि त्यसको पछाडिको किन पत्ता लगाउनेछौँ, अनि एउटा राम्रो सहयोगी संरचना कसरी बनाउने, विद्यार्थीमा प्रेरणा कसरी जगाउने र अन्त्यमा यी सबैलाई समेटेर एउटा उपयोगी टुलकिट तयार गर्नेछौँ। ल, हाम्रो पहिलो खण्डमा स्वागत छ। होमवर्कमा निरन्तरताको चुनौती। यो एउटा यस्तो निराशा हो जुन सायद हरेक शिक्षक र अभिभावकले महसुस गर्नुभएको होला। यदि यो समस्या परिचित लाग्छ भने ढुक्क हुनुहोस्, यो समस्या भोग्ने यहाँहरू मात्रै हुनुहुन्न। र यो कुरा एउटा असाइनमेन्ट छुट्नुको मात्र होइन, यो त एउटा बानी बन्न सक्छ जसले विद्यार्थीको पुरै सिकाइ यात्रामा असर पार्न सक्छ। त्यसैले यसलाई समयमै समाधान गर्नु एकदमै जरुरी छ। अब हाम्रो दोस्रो खण्डमा जाउँ, जहाँ हाम्रो पहिलो कदम हो किन भन्ने कुरा बुझ्नु। यहाँ हामीले आफ्नो सोच्ने तरिका नै बदल्नुपर्छ। यो अटेरीपनाको समस्या होइन, बरु विद्यार्थीले भोगिरहेको कुनै कठिनाइको समस्या हो भनेर बुझ्नुपर्छ। यो भनाइले सबै कुरा प्रष्ट पार्छ। हरेक छुट्टेको असाइनमेन्ट पछाडि एउटा कारण हुन्छ। हाम्रो पहिलो काम त्यो कारण पत्ता लगाउनु हो। समाधान खोज्नुभन्दा पहिले समस्याको जडसम्म पुग्नुपर्छ, र त्यो विद्यार्थीसँग खुलस्त कुरा गरेर मात्रै सम्भव छ। त्यसो भए के हुन सक्छन् त ती कारणहरू? हुनसक्छ विद्यार्थीले पढाएको कुरा नै बुझेको छैन, कि त समय व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, कहिलेकाहीँ घरको समस्याले पनि असर पारेको हुनसक्छ, वा होमवर्कको बोझले गर्दा आत्तिएको पनि हुनसक्छ। अब तेस्रो खण्डमा लागौँ, संरचना र समर्थनको निर्माण। एकपटक हामीले कारण पत्ता लगाइसकेपछि अब सफलताको लागि एउटा भरपर्दो आधार बनाउने बेला भयो। एउटा राम्रो सपोर्ट सिस्टम बनाउन चारवटा कदम चाल्न सकिन्छ। पहिलो, के गर्नुपर्छ भन्ने कुरा स्पष्ट पार्ने। दोस्रो, आवश्यक परेमा थप सहयोग दिने। तेस्रो, घरमा सहयोगको लागि अभिभावकहरूलाई पनि सामेल गराउने। र चौथो, एकअर्कालाई सहयोग गर्न एक साथी तोकिदिने। भन्नुको मतलब नियम एकदमै प्रष्ट हुनु पर्यो, र नियम पालना नगर्दा के हुन्छ भन्ने पनि सरल र बुझिने हुनुपर्छ। जस्तै होमवर्क पूरा नगरेमा केही समयको लागि मनपर्ने सुविधाहरूबाट वञ्चित हुनुपर्ने नियमले विद्यार्थीलाई जिम्मेवार बनाउन मद्दत गर्छ। एउटा बलियो सपोर्ट नेटवर्कमा धेरै कुरा पर्छन्, जस्तै थप मद्दतका लागि अतिरिक्त कक्षाहरू, साथीहरूले एकअर्कालाई सिकाउने, अभिभावकसँग नियमित कुराकानी, र होमवर्कको लागि जवाबदेही बनाउन एक साथी। यी सबै मिलेर विद्यार्थीमा म यो गर्न सक्छु भन्ने आत्मविश्वास जगाउँछ। अब लागौँ हाम्रो चौथो खण्डतिर, विद्यार्थीमा प्रेरणा कसरी जगाउने। हाम्रो मुख्य लक्ष्य भनेको गर्नै पर्छ भन्ने दबावलाई गर्न मन छ भन्ने इच्छामा बदल्नु हो। यसको लागि विद्यार्थीको भित्री इच्छालाई जगाउनुपर्छ। प्रेरणा पनि दुई किसिमको हुन्छ, भनौँ न। एउटा आन्तरिक, जुन प्रशंसा, उपलब्धिको भावना र मान्यताबाट आउँछ। अर्को बाह्य, जसमा ट्र्याकर, पोइन्ट सिस्टम वा सानातिना पुरस्कारहरू पर्छन्। सबैभन्दा राम्रो नतिजाको लागि यी दुवैको सन्तुलन मिलाउनु जरुरी छ। उत्तम नतिजाका लागि प्रेरणाको एक सन्तुलित मिश्रण चाहिन्छ, जस्तै कि सकारात्मक प्रशंसा, केही ठोस पुरस्कार र साथीहरूको जवाफदेहितालाई मिलाएर प्रयोग गर्दा यो एकदमै प्रभावकारी हुन्छ। यसले विद्यार्थीलाई विभिन्न कोणबाट उत्प्रेरित गरिरहन्छ। कहिलेकाहीँ सानो सुधारको लागि गरिएको प्रशंसाले पनि ठूलो काम गर्छ। जस्तै, वाह, तिमीले यो समस्या समाधान गर्न गरेको प्रयास साँच्चै राम्रो छ जस्ता सानो कुराले पनि विद्यार्थीको आत्मविश्वास बढाउँछ र उनीहरूलाई निरन्तर प्रयास गर्न हौसला दिन्छ। ल, अब हाम्रो अन्तिम खण्डमा हामीले अहिलेसम्म छलफल गरेका सबै कुरालाई समेटेर एउटा व्यावहारिक होमवर्क स्ट्र्याटेजी टुलकिट तयार गर्नेछौँ। हाम्रो पूरा टुलकिटलाई 3 भागमा हेर्न सकिन्छ। पहिलो, निदानात्मक, जहाँ हामी समस्याको जड पत्ता लगाउँछौँ। दोस्रो, संरचनात्मक, जसमा हामी स्पष्ट नियम, सपोर्ट सिस्टम र अभिभावकको संलग्नता जस्ता आधारहरू बनाउँछौँ। र तेस्रो, प्रेरणादायी, जहाँ हामी ट्र्याकर र सकारात्मक प्रशंसा जस्ता उपकरणहरू प्रयोग गरेर विद्यार्थीलाई उत्प्रेरित गर्छौँ।
अन्तमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने एउटै समाधान सबै विद्यार्थीको लागि काम गर्दैन। होमवर्कमा निरन्तरता ल्याउनको लागि सबैभन्दा प्रभावकारी बाटो भनेको हरेक विद्यार्थीको व्यक्तिगत आवश्यकता अनुसार तयार पारिएको बहुआयामिक दृष्टिकोण अपनाउनु हो। अब यो टुलकिट त हातमा छ, एउटा प्रश्नबारे सोचौँ। यीमध्ये कुन नयाँ औजार सबैभन्दा पहिले प्रयोग गर्ने हो? यही सोच्नु नै समाधानतर्फको पहिलो कदम हो।